हे गाइस गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी जङ्गल आएको नि त, म भाउजू आमाहरूसँग। अन्त सो जङ्गल चाहिँ किन आएको भन्दाखेरि चाहिँ आएको सो जङ्गलमा चाहिँ एकदम भाउजू कस्तो हुँदैछ? बोरा चाहिँ किन पुग्नु आएको? गरम हुन्छ नि ओछ्याएर सुत्नुको लागि। सबैको समस्या त्यही हो। भाउजूलाई कतिको मजा आउनु हुँदैछ? एकदम मजा। सो गाइस आज चाहिँ हामी सिस्नो टिप्न आएको। अहिलेसम्म सिस्नो चाहिँ अघि एक भारी तलो राखिरहेछ है। अहिले चाहिँ भित्र हामी चाहिँ निङ्गुरो टिप्नु गएको। निङ्गुरो चाहिँ एकदम माथि पुग्नुपर्ने रहेछ। उकालोमा कसरी हिँड्नु भइरहेछ गाइस, गरमले मर्यो। गरमले त उकालोमा मर्छ होला आज रातभरि दिनभरिमा। घाम हेर्नुहोस् गाइस, उकालो चाहिँ अब कतिको उकालो होला। यो उकालो हिँड्नुपर्छ बिचोक। सो आज चाहिँ हामी चाहिँ भर्खर अहिले चाहिँ होइन तलदेखि उकालो आइरहेर पुरा गल्यो, भोक पनि लाग्यो। अनि यहाँ चाहिँ एकदम लन्चको यो सुरु हुँदैछ है। यता यो देख सक्दै हो गाइस, त्यो उयो वाइन पनि पुगिरहेछ क्या हौ। पिचको पिच वाइन को खाने त्यो चाहिँ? मलिका थुलुङ राई। एक सय एक ट्यालेन्टेड हो। काटेर डल्लै पनि लाउनु हुन्थ्यो नि। हामी चाहिँ यस्तो जङ्गलमा आइरहेको छ आज चाहिँ है। अब यहाँदेखि उता चाहिँ निङ्गुरो टिप्नु जाने। हामी चाहिँ निङ्गुरो चाहिँ यहाँ देख्छ त्यो गाइस यहाँ कताको के गाइस निङ्गुरो को कसलाई चाहिन्छ हामीलाई कमेन्ट गर्नु होला। छैन हो सानो सानो टिप्यौ, म त झन् निङ्गुरै भेटिनँ। आजको झ्यालमा चाहिँ एकदम स्पेसल स्पेसल रडी। गाइस फाइनली हामी चाहिँ अब टिपिसक्यो निङ्गुरो सिङ्गुरो। अनि निङ्गुरेको भारी भाउजूको यहाँ छ, आमाको यहाँ छ, ऊ हाम्रो भाउजूको यहाँ छ। हातको गति चाहिँ यस्तो भएर चाहिँ निङ्गुरो टिपेर राम्रै देख्छु त भाउजू। निङ्गुरो टिपेर हालत पत्ला भइरहेछ, राम्रै देख्नु। कता हिँडेको हट भएर सेक्सी भएर हामी त हेरेको गाइस जिन्दगी यस्तै छ, के गर्नु है। अब दुःख सुख चलिरहेको यसरी भारी बोकेर है। अन्त चाहिँ है हाम्रो आज चाहिँ म चाहिँ गाउँको भाउजूहरूसँग चाहिँ यसो है घुम्नु आएको। त लास्टमा त भारी पो बोकाइ भएर छैन नि गाइस है। गाइस यो त सबै निङ्गुरो घारी है, निङ्गुरो घारी। जिन्दगी यस्तै छ है, जङ्गलमा हिँड्यो, अर्ग्यानिक सागसब्जीहरू टिप्यो, खायो, ज्यान बनायो। मर्छ कि क्या हो गाइस, मच्छीले टोकेर फेरि है। ए भुस्नाले यत्रो भारी बोकिरहेको छ नि, तर लोप्चे के खोजेको? खजना
जुत्ताको हालत गएपछि मेरो चाहिँ एकपट्टिको उक्किनु आँटेको छ है आजको यो खालको हिँडाइले निङ्गो र निङ्गो रही सो गाइस अहिले चाहिँ हामी यहाँ बिसाइरहेको छ सामानहरू लिएर पुरा गल्यो अब हामी गाडीमा हाल्नेवाला छ है भाउजू यहाँनिर पुग्छ नि पार्नु पनि पुग्छ घर त्यही ए बारी गाउँमा